दर्शकबिनहरू, आज यस श्रृङ्खलामा हजुरहरूलाई के भन्न चाहन्छु भने भैरवी सिरियल किन आएन, भैरवी सिरियल नआउनुको मुख्य कारण के हो, यो कुराले हजुरहरूलाई मनमा विभिन्न किसिमका अवस्था उत्पादन भइसकेका हुन्। किनकि भैरवी सिरियल अझै राम्रो उत्कृष्ट बनाउनको लागि भैरवी सिरियल नआएको भन्ने कुरा हामीले जानकारी पाएका छौँ। त्यसैले तपाईहरू केही हप्ता पर्खनुहोस् र सोही भैरवी सिरियल फेरि पनि पुनः आउनेछ भन्ने हामीलाई लोकेशजीले भन्नुभएको छ। त्यसैले तपाईहरू प्रतीक्षा गर्नुहोला अनि त्यसलाई फेरि पहिलाको जस्तै हेरेर माया गरी दिनुहोला। हस्त धन्यवाद। कमेन्टमा भैरवीले नभुल्नुहोला।